हेलो एभ्रिवान, स्वागत छ सम्पूर्ण साथीहरूलाई। आजको यस भिडियोमा हामी सङ्गठित संस्था चौथो तहको सिलेबस चर्चा गर्दैछौँ। चौथो तहमा तपाईँहरूले प्री क्वालिफाइङको एक्जाम दिनको लागि 10 पास हुनुपर्दछ। 10 पास हुनुहुन्छ भने प्री क्वालिफाइङ एक्जामको लागि तपाईँ इलिजिबल हुनुहुन्छ र त्यसमा फर्म भरेर तपाईँहरूले एक्जाम दिन सक्नुहुन्छ। आजको यस भिडियोमा हामी चौथो तहको सिलेबसमा के रहेछ भन्ने कुरा तपाईहरुलाई भन्छौँ र के सिलेबसमा रहेछ र पाँचौं तहको सिलेबस पनि हेर्नु मन छ भने तपाईहरुलाई यस भिडियोको डिस्क्रिप्सनबाट गएर पनि हेर्न सक्नुहुन्छ। हामीले यसको भिडियो चाहिँ राखिसकेका छौँ, च्यानलमा गएर हेर्न सक्नुहुन्छ। यसमा तपाईहरुले टोटल भनेको तपाईहरुलाई सङ्गठित संस्थातर्फ एक्जाम दिनको लागि पास गर्नको लागि तपाईहरुले 45 मार्क लिएर आउनु पर्दछ र टोटल क्वेशन भनेको तपाईहरुले 50 वटा क्वेशन हुन्छ। एउटा क्वेशन 2 मार्कको हुन्छ र टोटल पूर्णाङ्क भनेको 100 पूर्णाङ्कको हुन्छ, जसमा 45 आयो भने मात्र प्रिटेस्ट तपाईँ पास हुनुहुन्छ। र तपाईहरुको टाइम कति हुन्छ भने 50 वटा क्वेशन सल्भ गर्नको लागि मात्र 45 मिनेट टाइम हुन्छ। 45 मिनेटमा 50 वटा क्वेशन सल्भ गर्नुपर्ने हुन्छ। अब हेर्छौँ हामी सिलेबसमा के पढ्नु पर्छ त। सिलेबस एकदमै सिम्पल नै छ साथीहरु। खरिदारको पनि प्रिपरेसन गर्नुभएको छ वा तपाईहरुले नायक सुब्बाको पनि प्रिपरेसन गर्नुभएको छ भने तपाईहरुलाई थाहा होला यो सिलेबस त्यो सिलेबस भन्दा अलि सिम्पल नै रहेको छ। सो अब सिलेबसको हामी चर्चा गर्छौँ। फर्स्ट नम्बरमा रहेको छ तपाईहरुले पढ्नुपर्ने कुरा भनेको भूगोल, वातावरण र जनसङ्ख्या। यसबाट तपाईहरुले 10 मार्कको क्वेशन आउँछ। यो सबै यति टपिक पढ्नुभयो भने 10 मार्कको क्वेशन आउँछ यसबाट। सो यसमा के पढ्नुभयो भने विश्वको भूगोल, नेपालको भूगोल, अर्को पर्यावरण, जैविक विविधता, यो सबै पढ्नुपर्ने हुन्छ। यो सबै पढ्नुभयो भने 10 मार्कको क्वेशन यसबाट आउँछ। अर्को रह्यो इतिहास र संस्कृति। इतिहास र संस्कृतिबाट पनि तपाईहरुलाई 10 मार्कको क्वेशन आउँछ। के पढ्नुपर्ने छ त इतिहास र संस्कृतिबाट त विश्वका महत्त्वपूर्ण ऐतिहासिक घटनाहरू पढ्नुपर्ने हुन्छ। नेपालको ऐतिहासिक किराँती, लिच्छवी काल, मध्यकाल, आधुनिक इतिहास यो सबै पढ्नुपर्ने हुन्छ। अर्को चाहिँ 2.3 मा दिएको छ नेपालको सामाजिक पक्षहरू लगायतका परम्परा, मूल्य, मान्यता, धर्म, संस्कृति, जात-जाति, भाषा, खेलकुद र कला साहित्य सम्बन्धी पनि ज्ञान हुनुपर्छ। यो सबै पढ्नुभयो भने यसबाट पनि 10 मार्क आउँछ तपाईलाई। अर्को रह्यो तेस्रो नम्बरमा थर्ड टपिकमा तपाईलाई दिएको छ आर्थिक पक्ष र विकास। यसबाट पनि तपाईलाई 10 मार्कको क्वेशन आउँछ। सो साथीहरु यो पनि पढ्नु होला एकदमै राम्ररी। नेपालको आर्थिक परिसूचकहरू, आर्थिक वृद्धि, कुल जीडीपी, राष्ट्रिय आय यो सबै पढ्नुपर्ने हुन्छ। सो नेपालमा कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार यो सबै पढ्नुभयो भने यसबाट पनि 10 मार्कको क्वेशन आउँछ। अर्को चौथो तहमा दिएको भनेको 4 नम्बरमा रहेको छ शासन पद्धति र संविधान। संविधानबाट पनि तपाईले 10 मार्कको क्वेशन सोध्छ। संविधानबाट पनि के पढ्नु पर्ने भने यसमा तोकिदिएछ कानुनको अर्थ, महत्व र कानुनका स्रोतहरू के रहेछ, नेपालको संवैधानिक विकास क्रम कस्तो भएछ, नेपालको संविधान भाग 1 देखि भाग 5 सम्म र अनुसूचीहरू पढ्नुपर्ने हुन्छ। अर्को छ नेपालको शासन पद्धति तथा संघ, प्रदेश र स्थानीय तहको सरकार को बारेमा जानकारी हुनुपर्छ। लोकतन्त्र, मानव अधिकार, औधिक निर्वाचन र बालिक मताधिकार यो सबै पढ्नुभयो भने यसबाट पनि तपाईले 10 मार्कको क्वेशन सोध्छ। सो साथीहरु 5 नम्बरमा के दिएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय संघ संस्थाबाट पनि तपाईले 10 मार्कको क्वेशन आउँछ। यसमा के पढ्नुपर्ने छ भने भारत, चीन, बेलायत, अमेरिका, रुस, फ्रान्स, जापान र अन्य सार्क मुलुकहरूसँग नेपालको सम्बन्ध कस्तो रहेको छ, संयुक्त राष्ट्र संघ युएनओ को स्थापना, उद्देश्य, अंग यो सबै पढ्नुपर्ने हुन्छ। अर्को चाहिँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्थापना, उद्देश्य यो सबै पढ्नु हुन्छ। अर्को चाहिँ बिमस्टेक, आसियान, युरोपियन युनियन, विश्वको बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष यो सबै पढ्नुपर्ने हुन्छ।
सो यति रहेको छ। यसबाट पनि 10 मार्कको तपाईँलाई क्वेसन आउँछ। अब 6 नम्बरमा के दिएछ? टपिक 6 मा त दिएको छ विज्ञान, प्रविधि, जनस्वास्थ्य र समसामयिक गतिविधिबाट पनि तपाईँलाई 10 मार्कको क्वेसन आउँछ। यो सबै हेर्नु होला साथीहरू। अलि भिडियो लङ भइहाल्छ, त्यसैले गर्दा मैले सबै एकदमै छिटो छिटो भनिरहेको छु। वैज्ञानिक मापन पद्धति र एकाइ सम्बन्धी ज्ञान, मानव जीवन र समाजमा प्रत्यक्ष प्रभाव पर्ने विज्ञानका प्रमुख आविष्कार, कम्प्युटर र यसको प्रयोग, सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामान्य ज्ञान, जनस्वास्थ्य, रोग, खाद्य, पोषण, सरसफाइ, दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू, साबुन, प्लास्टिक, यो सबैको बारेमा पनि जानकारी हुनु पर्दछ। अर्को रहेको छ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटनाहरू के कस्तो रहेको छ, यो सबै पढ्नको लागि तपाईँहरूले समसामयिक पढ्नको लागि गोरखापत्र पनि फलो गर्नु होला। अर्को रहेको छ अब 7 नम्बरमा। यसबाट पनि तपाईँलाई 10 मार्कको क्वेसन आउँछ। 10 मार्कको क्वेसनको लागि यति पढ्नुपर्ने हुन्छ साथीहरू। सो यति पढ्नको लागि यसमा पनि के पढ्नुपर्ने छ? कार्यालयको परिचय, महत्त्व, कार्य, प्रकार, कार्यालयका सञ्चारको महत्त्व, किसिम र साधन, यो सबै तपाईँले पढ्नुपर्ने हुन्छ। सो आफूले पनि हेर्नु होला। अर्को रहेको छ 8 नम्बरमा। 8 नम्बरमा तपाईँले व्यवहारिक गणितमा पनि गणितका आधारभूत क्रियाहरूमा एक नियम, भिन्न र दशमलव, प्रतिशत, समानुपातिक, कर र कमिसन, साधारण ब्याज, मिश्र ब्याज, यो सबै पढ्नुपर्ने हुन्छ। यसबाट पनि तपाईँलाई टोटल 10 मार्कको क्वेसन आउँछ। अर्को रहेको छ 9 नम्बरमा। यसबाट तपाईँलाई 20 मार्कको क्वेसन आउँछ साथीहरू है। यसबाट तपाईँले 20 मार्कको क्वेसन आउँछ। 20 मार्कको लागि यति कुरा पढ्नुपर्ने हुन्छ साथीहरू। सार्वजनिक संस्थाको अवधारणा, विकास क्रम, उद्देश्य र महत्त्व, नेपालमा सार्वजनिक संस्थाको वर्गीकरण, क्षेत्रगत अवधारणा के रहेछ, सार्वजनिक संस्थाको विद्यमान अवस्था र गतिविधिहरू, संस्थागत सुशासन र संस्थागत सामाजिक उत्तरदायित्व, आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका। अर्को रहेको छ सार्वजनिक संस्थानको निजीकरण र विश्वव्यापीकरण, यो सबै पढ्नुपर्ने हुन्छ। बजेट, लेखा प्रणाली, लेखा परीक्षण, यो सबैबाट तपाईँले टोटल 20 मार्कको क्वेसन आउँछ यति पढ्नुभयो भने। सो टोटल तपाईँले 9 वटा टपिक दिएको छ, सबैबाट 100 मार्कको क्वेसन सोध्छ। 100 मार्कको क्वेसनको लागि तपाईँहरूले यति कुरा पढ्नुपर्ने हुन्छ। तल तपाईँलाई यही सिलेबसलाई अंग्रेजीमा पनि दिएको रहेछ। सो तपाईँलाई जुनमा हेर्नु छ त्योमा तपाईँले सिलेबस हेर्नु होला र त्यसै सिलेबसको आधारमा तपाईँले आफ्नो तयारीलाई अगाडि बढाउनु होला। साथीहरू, आजको यस भिडियोमा यति नै। आजको यस भिडियोमा हामी 4औं तहको सिलेबस डिस्कस गरेका छौँ। सो आशा गर्दछु तपाईँलाई यो भिडियोबाट सबै कुरा बुझ्नु भएको होला। र अर्को चाहिँ तपाईँलाई 5औं तहको सिलेबस पनि हेर्नु छ भने तपाईँहरूले यही भिडियोको डिस्क्रिप्सनबाट गएर पनि 5औं तहको सिलेबसको भिडियो पनि हामी राखिसकेका छौँ यसै च्यानलमा, त्यो हेर्न सक्नुहुन्छ।